Welcome back to Jenny's vlog guys है आफ्टर लङ टाइम पछि भ्लग बनाउँदैछु गाइस सो माफी चाहन्छु हैन सो त्यही हो त्यहाँको तपाईहरुले सपोर्ट गर्नु पर्यो जेनिस भ्लगलाई है गाइस तपाईहरुकै माया ममताले बने अगाडि हैन आज चाहिँ इमर्जेन्सी हामी चाहिँ म चाहिँ बुटिबाङ जानु पर्यो पोखरादेखि मामा आउनु भयो मामाको स्कुटी लिएर बुटिबाङ जानु पर्यो अनि सो त्यही हो अब के कस्तो हुन्छ भिडियोहरु यहाँबाट देख्दै हुनुहुन्छ चाहन्छ सो त्यही हो हिमाल पारीको गाछमा ट्याक्क हिमाल मामा त्यहाँ फेरि रोकिरहनु भएछ हाम्रो मामा जेठामा मेरो जेठामा मामा स्ट्यान्ड लाएर गर्ने हुनुहुन्छ सो त्यही हो म चाहिँ यहाँ हिँडिरहेको छु सास नि बढिरहेको हल्का फुल्का बिहान 6:30 हिँड्नु होला हामी आइपुग्यो बिस्तारै रोक्दै मामालाई बिस्तारै लग्दैछु सो त्यही हो तपाईहरुले सपोर्ट गर्नु होला अन्त आज चाहिँ हाम्रो यात्रा चाहिँ बुटिबाङ ल मामालाई मामा के गर्नुहुन्छ मामालाई कस्तो लाग्यो भने हेलो मामा हाई कस्तो लाग्यो मामा स्कुटी कस्तो छ ठिक छ नि तपाईको हो ल ठिक छ ल मामाले चलाउनु भयो एकदम राम्रो मामाले उही पुर्याउनुहुन्छ हाम्रो मामाले त मामा हाँस्नु त ल त्यही हो मामाले चाहिँ टक्क स्कुटी चलाउने हुनुहुन्छ है स्कुटी टक्क लाएर है त मामा चलाउनु हेम्जाको रोडमा है चलाएर जानुभयो मामा हिमाल पारीको मामा रोक्नु मामा उतै गइसक्नु भयो मामा पुग्नु भयो सो गाइस हामी चाहिँ ट्याक्क लाएर यहाँ यता नागदादामा आएर भर्खर आइपुगेछ अनि आएर टोइलेट सलेट गएर अनि हामी चाहिँ यहाँ नास्ता खाना पुगेछ मामा चाहिँ ट्याक्क यता फोटो गरेर चाहिँ हाम्रो स्कुटी यहाँनिर छ है त यात्रा चाहिँ गम्भीर छ चिसो छ यस्तो चिसोमा चाहिँ खास यात्रा चाहिँ गर्ने होइन त्यही नै अब के भने गाह्रो छ गर्नु पर्यो इमर्जेन्सी जानु पर्यो अब टेक्क लाएर हामी चाहिँ यहाँनिर यहाँ हाम्रो नास्ता बनाउँदैछ यहाँ होटलमा आएर पुगेछ होइन त्यसपछि हेर मामा चिसो कस्तो लागिरह ठिक छ नि होइन चिसो छ बसाइ कस्तो छ स्कुटीमा ठिकै छ हिमाल बवाल छ नि यहाँ टक्क हिमाल जुम गरेर यस्तो हिमाल देख्न पाइन्छ है यसलाई चाहिँ ऊ चाहिँ हो पोखराको धौलागिरी चाहिँ हो माछापुच्छी हिमाल चाहिँ हो धौलागिरी त अर्को माथि छ मामाले खुसी भइरहेछ त्यही हो अब यस्तै छ उहाँ केही भन्नु न कस्तो भइरहेछ स्कुटी लिएर ठिक छ नि होइन एकदम ठिक छ नि टाउको नचिलाउनु न अहिले आएर फेरि मामाले के भन्नुहुन्छ भने अब सपना पनि अस्ति नै के स्कुटी नलिनु पुरा तलाको यस्तै गरेर हुन्छ त्यही हो कतै जाँदा फेरि हामीले फेरि निद्दै नलाग्ने कि त्यही छ त्यही हो अब यात्रा भइरहेछ यहाँ नास्ता चाहिँ कति टाइम लाग्छ दिदी आन्टी सो त्यही हो हामी चाहिँ देखाउनेछौँ अब त्यही बाटो यता चाहिँ यता यहाँदेखि चाहिँ यहाँ पोखराको तालहरू देखिन्छ उहाँनिर देख्न सक्नुहुन्छ है यहाँनिर है गाइस बवाल देखिन्छ नि त्यही हो म चाहिँ भोलि फर्किन्छु होला सायद पोखरै फेरि फर्किन्छु अनि 2-4 दिनपछि मुस्ताङ जान सक्छ है स्पेसल तरिकाले त्यही हो गाइस हामी चाहिँ यताको अम्बा बोट आएर यहाँ माछा खाँदैछ है माछा पनि आइसक्यो टक्क माछा मामाले खाना लाउनु भयो अम्बा बोट यहाँको भाइरल हाम्रो ओनर दाइ हेलो दाइ नमस्ते हाम्रो दाइ अलिक कन्किलेर आएको अलि यता हुन्छ है हाम्रो चाहिँ यहाँको चाहिँ अम्बोट है अम्बोटको हाम्रो ओनर दाइ अनि हाम्रो भाइरल छ यो यहाँ कतिजना मान्छेहरू आउनुभयो होला कतिजना आउनु भएन तर हाम्रो दाइकोमा आउनु होला जस्तो अम्बोट यो चाहिँ पर्वत जिल्लामै पर्छ पर्वतमै पर्छ हाइवेमा ट्याक्क हामी चाहिँ माछा खाना टिकटकमा देखेर आएको माछा खाँदै हुनुहुन्छ मामाले ठिक छ मामा माछा ल ठिक छ ल सुन्तला है बिउको सुन्तला है